भाइले कहाँ फसाए यार भाइ यस्तो फसाउने काम गर्नु भएन नि यार यस्तो फसायो भने त गाह्रो हुन्छ नि दादालाई यसो भोला कार्यक्रम गर्छौँ बहिनीचोदहरू राडीको लानहरू यही हो आजको हाम्रो सिरिज चाहिँ टक्क लगाएर अब मोमो त्यहाँ हालिन्छ कोकसोक हालिन्छ होइन तातो प्लस चिसो मिक्स गर्दा कस्तो हुन्छ सबै एक्सपेरिमेन्ट बासु भाइले भनेअनुसार हेरिन्छ उहाँ त क्या लाज लाग्छ यार राम्रो देखिएको छैन मैले अपलोड गर्ने बेला गीतै हुन्छ हौ केरम भयो क्या मलाई त टाइम लाग्छ अरे मोमोसम्म बन्नलाई अब 2 ठाउँ भएको 2 ठाउँै रेनोभेसन भइरहेको छ हो एक ठाउँमा सेफ छैन अरे बुटलतिर गएको छ अरे एक ठाउँमा रेनोभेसन भइरहेको छ अब अलि टाढा जाम भने चाहिँ खुलित गर्मीले मरिन्छ त्यही भएर नगएको घर नजिक आम भनेको घर नजिकैको हालत यस्तो छ यार गर्मी पनि त्यस्तै छ बहिन्छ केटा फाइनल्ली खाना आइसकेको छ 2टा मोमो एउटा जिरे कोक होइन अर्को भ्याएर बसिसकेको अब खाना स्टार्ट गर्छौँ है त आजको सिरिज चाहिँ होइन चिप मोमो थियो चिप मोमो छ म्याच मोमोभित्र खुर्सानी परिहाल्छ हौ बहिनी ला अब मोमोभित्र यत्रो डर खुर्सानी छ हेर मेरा मोमोभित्र खुर्सानी हालेको छ हौ लास्टतिर छ यार अगाएको होइन तर म पिरोले आँसु लगाइदियो आँसु आयो यार हेर त मैले चाहिँ मोमोलाई रेटिङ होइन 10 मा 1.1 पनि दिन लगाएन 0.01% दिनु यस्तो मोमो हुन्छ फुल मैदा मात्र मोमोभित्र खुर्सानी चाहिँ कसले हाल्छ हौ भनेको ल्याम्प पुरो पागल हुन्छ साइडको साह्रो पेट दुखाउनु छैन मलाई यता म खाने नपाएको पनि खाँदैन होला हौ दाइ मेरो यहाँको लास्ट टाइम हुन्छ यार फर्स्ट एन्ड लास्ट लाइफमा आउँदैन यहाँ लाडीको छोरो फेरि खुर्सानी टोक्यो मलाई यहाँ रेस्टुरेन्टमा गएर डेन्जर कहीँ खानेको छ कसम भनेर खाइन्छ खाइँदैन है त्यसपछि ब्रो फर्स्ट एन्ड लास्ट मलाई यो खाएर बिरामी मलाई होइन मलाई यो मोमो खाएर बिरामी हुन्छ होइन सो मैले 3 4 5वटा मोमो चाहिँ मैले डिस्कार्ड गरिदिइसकेँ है आजको लागि यति